लसो नमस्कार। म नरुबन गुरु। भगवान भने कोही बेला उज्यालो कोठा भन्छ, कोही बेला अँध्यारो कोठा भन्छ। भोजन भन्ने कुरा समयमा हुँदैन, अघि हुनसक्छ, पछि हुनसक्छ। हो, तपाईँले मैले भन्नु खोज्दैछु है। मानवको जन्म भइसकेपछि भोजन हामीले भुलेर पनि भोजन हुन्छ। सधैँभरि हामी बोल्दैन भन्दैनौँ। के भने कुनै चाहिँ लामा गुरु, कुनै अब झाँक्री माता होइन, अनि लगायत कुनै धर्मगुरुहरूले मासुको भोजन नगर्ने पनि हुन्छ है। तर मासुको भोजन गरेन तपाईँको दाँतमा, मुखमा, अनुहारमा सबै मासु हुन्छ। किन भन्नु न, हामी कोही बेला लड्दाखेरिमा तपाईँको मुखमा ठोकिएर मुखभित्र रगत पऱ्यो भने तपाईँ के गर्नुहुन्छ? त्यो पनि हामीले आफ्नो रगत आफै खाएको भोजन हो त्यो। अन्डा खान्छ कुनै, मासु खाँदैन भन्छ, अन्डा चाहिँ खाने थिएँ। अन्डा चाहिँ कहाँबाट निक्लेको थियो भन्दाखेरि मैले सोचेअनुसार है, मेरो सोचअनुसार चाहिँ अन्डा पनि त्यो रगतबाटै जम्मा आएको, त्यही मासुबाट जम्मा। मासु भयो, मासु र रगत नमिलिकन शरीरमा मासु बन्दैन, मासु नभइकन कुखुराले पनि अन्डा पार्दैन, त्यो पनि रगतबाटै जम्मा भएर आएको त नि। गाईको दुध खान्छ भन्छ नि, दुध खान्छु म भन्छ। तर यसको प्रश्नको उत्तर मसँग गर्नु आउनुपर्छ। कुन कुन मासु नखाने दुध खाने मान्छे कुन कुन हो, त्यो प्रश्न गर्ने मान्छे मसँग तत्काल आउनु पऱ्यो कि। त्यो दुध कहाँबाट आएको त भन्नुहोस्, दुध कहाँबाट आएको मात्र त्यो भन्नु पऱ्यो कि। मासुबाट आएको हो कि रगत, मासु र रगतबाट फिल्टर भएर चाहिँ दुध आएको हो कि त्यत्तिकै दुध आएको हो, यो मलाई स्पष्ट हुनु पऱ्यो। भन्न चाहिँ हिंसा गरिरहेछ कि कुनै भोजन मासु भोजन गर्ने लामाहरूको हिंसा गरेको छ, कुनै झाँक्रीको हिंसा गरेको छ, झाँक्रीले कुखुरा पूजा गरेकोमा हिंसा गरेको छ, झाँक्रीले खड्को हानेको हिंसा गरेको छ। खाने मान्छेले खानु दिनु परेन हामीले? हामी के खान दिन्छौँ त? मसानलाई के खान दिन्छ तपाईँहरूले? तपाईँहरू त्यो काङ्लिङ, हामीले त काङ्लिङ भन्छौँ, त्यो मरेको मान्छेको काङ्लिङ चाहिँ त्यो हड्डी रगतबाट बनेको हो कि त्यतिको बनेको हो? किन फुकेको थियो? नफुक्नुहोस्, छोड्नुहोस् तपाईँहरू, यति ज्ञानमा छ भने त्यो काङ्लिङ नफुक्नुहोस्। काङ्लिङ त मान्छेको हड्डी हो, मासुबाट बनेको हड्डी। किन मुखमा हाल्छ तपाईँहरू? हामी त नरुबन गुरुले त के गर्छ भने काङ्लिङ बजाउँदैन। हामी त काङ्लिङ त बजाउँछौँ तर मान्छे बजाउँदैन हामी। तर हामी के भन्छ, पहिला पहिला सत्यजुगमा गुरुहरूले ल्याइरहेको कहाँबाट ल्याए के भने हामी बराडको सिङ बजाउँछौँ, अथवा हामी कुनै सिङ्गाको हड्डीहरू बजाउँछौँ। हामी कसरी बजाउँछ? पहिला पहिला गुरुहरूले ल्याइरहेको हुन्छ, कहाँबाट ल्यायो? हामी त्यस्तो मात्रै बजाउँछौँ। तपाईँहरू भन्छ अहिंसा भन्नुहुन्छ, मान्छेको नली खुट्टा बजाएर हिँड्नुहुन्छ। कसको नली खुट्टा भन्नु नि त्यो? मान्छेको। हामी भने नरुबन देउता भन्ने कुरा अँध्यारो पनि हुनसक्छ, उज्यालो पनि हुनसक्छ, भिरमा पनि हुनसक्छ, पहाडमा पनि हुनसक्छ, अप्पर जोनमा जे पनि हुनसक्छ। तर तपाईँले यो खण्डन गर्ने चाहिँ लामा झाँक्री धामी जुन भयो नि, यो चाहिँ मसँग चाहिँ एकचोटि मसँग उसको अन्तर्वार्ता हुनुपर्छ। अनिखेरि म भन्छु के हो त, अर्थ के हो? तपाईँहरू त्यत्रो पाप गर्दैन, हिंसा गर्दैन, पाप काटमार केही गर्दैन, तपाईँहरू कहाँ टेकेर हिँड्नुहुन्छ? कहाँ टेकेर हिँड्नुहुन्छ कि? किरा फट्याङ्ग्राहरू त्यो भुइँमा
हिँड्दाखेरिमा टेकेको छ कि छैन, कमिला टेकेको छ कि छैन, त्यो तपाईँहरूले एक नम्बर बुझेर कुरो गर्नुहोस् है। फेरि त्यत्तिकै मान्छेले अहिंसा गर्ने होइन है। फेरि गऱ्यो भने चाहिँ नरबन गुरुसँग पर्छ। फेरि ढ्याम त राम्रै पर्छ, शान्तिनो ढ्याम पर्दैन। परिसकेपछि नरबन गुरु त्यति ठट्टा चाहिँ नसोध्नु। ढ्याङ्ग्रो के को बनाएको? गार रोल्मो भन्छ, के को बनाएको? छालाको बनाएको हो कि लाबरको बनाएको हो कि के को बनाएको हो? त्यो बुझ्नुहोस्। झाँक्रीहरू भन्छ हामी किन पूजा नगर्ने भन्छ। के को ढ्याङ्ग्रो छाला बजाएको छ त्यो मलाई स्पष्ट भन्नु पऱ्यो। तर यस्तो गरेर मान्छेलाई बिचबिचमा हिंसा गऱ्यो भने नरबन गुरुबाट नराम्रो हुन्छ। फेरि नरबन गुरु त्यति सोझो मान्छेलाई मैले पनि धेरै युट्युबर हेऱ्यो, नहेर्दा पनि अब फेसबुकतिर हेऱ्यौँ, अनि त्यहाँबाट टिकटकतिर हेऱ्यौँ। हाम्रो सैलुङमा बस्नुहुने सोनम गुरुले के भनेर लेखेर चाहिँ कुन चाहिँ गुरु आउनुहोस् त अगाडि, त्यो गुरुसँग म फेसका फेस कोल गर्छु। त्योसँग ढ्याङ्ग्रो के को हालेको छ? छाला हालेको छ कि रपटमा बजाएको थियो त्यत्तिकै तामाकमा टङ हालेको छ? एकदम बुझ्नुहोस्। तपाईँहरूको के हो? सुङमालाई के दिन्छ तपाईँहरूले? सुङमा साल्ची गर्ने बेलामा के दिन्छ? सुङमालाई सुङमा भन्दा भयो खाने हो। सुङमालाई के दिन्छ तपाईँहरू? रक्सी खाँदैन भन्छ। हामीले प्रसादै तपाईँहरू रक्सी दिन्छ झिन्दकहरूलाई। कसको गल्ती हो? तर याद गरेर बस्नुहोस् है। जसले पनि जान्यो भनेर चाहिँ फ्याट गरेर चाहिँ त्यो अलिकति फेसबुकमा, टिकटकमा, युट्युबमा लेख्ने बानी चाहिँ यो बन्द गर्नु होला। यो बन्द गरेन भने को रहेछ हामी हेरेर बोलाउँछौँ उहाँसँग है त। सबैलाई नमस्कार। म नरबन गुरु। म कालो अँधेरी कोठामा बसिरहेको छु अहिले। मेरो ध्यान विद्या अब के गर्नुपर्छ आफ्नो ठाउँमा छ। नरबन गुरु कोही बेला अँध्यारो मन छ, कोही बेला उज्यालो मन छ, कोही बेला उठ्ने मन छ, कोही बेला सुत्ने मन छ है। नमस्कार, हस्।